ल वचन दिएको कुरा भन्नु पर्यो अङ्कल अब वचन मैले यो अब राजसभा चाहिँ एक लोडी यो अब एक शासन भइसकेपछि बाबरलाई मैले के खुवाउँछु भनेको थिएँ मैले मैले आज त मेरो तर्फबाट पानी भित्र त खुवाउनु सकेन चिया अब यो चाहिँ म खुवाइदिन्छु भन्ने मैले खुवाइदिन्छु ल ल अङ्कल जय घन्टी जय पशुपतिनाथ हाम्रो राजावाद पनि चाहिन्छ राजावाद पनि चाहिन्छ फेरि राजा पनि चाहिन्छ फेरि है राजा चाहिन्छ हामीलाई फेरि कसैको भर त हुँदैन राजा एउटा चाहिँ राजा चाहिन्छ हामीलाई अब राजा लिएर आउने अब पछि चाहिँ अब राजा 5 वर्ष हेरौँ न पहिला 5 वर्षपछि भएन भने राजा त गति ल्याउनै पर्छ हो ल अङ्कल धन्यवाद ल अब यो हामीले राजा पनि ल्याउनु पर्छ राजा नभएको देशमा अब जे पनि हुन्छ म के भन्छु भने नेपालमा बिहान खाएर के बेलुका के खुवाउँछ नेपालमा खुवाउँछ नेपाली मान्छेहरूले जनताहरूलाई नेपालीले पनि नेपाली चाहियो बदल चाहिएको छ बदल के चाहियो हामीलाई हो अहिलेसम्म बालबच्चाको सुरक्षित छैन हाम्रो सुरक्षित छैन म के भन्छु अब यो राष्ट्रसभालाई के गर्छु के भन्छु भने म अब बच्चाहरूलाई पढेको विद्यार्थीहरूलाई 12 सम्म फ्री गरिदियोस् हो 12 सम्म फ्री गरिदियोस् 60 नागेको वृद्धहरूलाई औषध उपचारमा फ्री गरिदियोस् यो एउटा म धन्यवाद भन्छु राष्ट्रसभामा ल कति वर्ष पुग्नु हो तपाईँ 61 भयो अहिले 65 भयो ल भनेपछि अबको भावी प्रधानमन्त्री बालेनलाई बालेन सार यति गरिदियो भने जय जयकार ल तपाईँको अब कुरा त्यहाँसम्म पुगोस् 12 सम्म बालबच्चालाई पढ्न फ्री गरिदियोस् र 60 नागेको उमेर भएकोलाई औषध उपचार फ्री होस् यति भए पुग्यो ल पनि आधारभूत के 10 कक्षासम्म चाहिँ फ्री गरिदिनु